So guys, फेरि पनि स्वागत छ तपाईहरुलाई मेरो नयाँ भिडियोमा। अनि आज चाहिँ हामी जाँदैछु। आज 18 गते धान रोप्नु। अनि यो चाहिँ त्यहाँ अलि लाउने फुपाहरुलाई खाना लाग्दैछ नि त बहिनी र म जाँदैछु। आज धान रोप्ने दिन अनि धान रोप्ने दिन अनि हामी जाँदैछु। यही जाँदैछु भन्नु बाहेक मलाई केही नै हुँदैन। जाँदैछु अहिले खाडीमा बस्यो नि त जाँदैछु। आज त दिन अलिअलि राम्रो छ होइन। हिजोको अर्को दिनको जस्तो राम्रो भयो चाहिँ झन् राम्रो हुन्थ्यो। अनि घाम लाग्ला टाइपको छ। आज चाहिँ घाम नलाग्यो हुन्थ्यो। नलागोस् झन् चर्किराख। त्यही पनि हामी जाँदैछु होइन। यहाँ चाहिँ यस्तो ओह्रालो नओह्रालो छ गोडगिँदै जाँदा नि पुग्छ। अनि यस्तरी हामी हिँड्दै जाँदैछौँ। अनि हामी टिकटक पनि बनाउने धान रोप्नु भन्दा पनि धेरै टिकटक बनाउने आज। त्यही भएर यति राम्री भएर आएको म चाहिँ। तिमी चाहिँ जाँदैछु ल। रोकेर खेत कति टाढो छ अस्तिदेखि जाएको छ। घाम चर्यो यस्तो घाममा रोप्नु सक्दैन। त्यही पनि दादा दिउँसोको खेत हाल 10 बजीदेखि भाडा आएको। अनि कति बज्छन् 4 बजीसम्म हुन्छ होला सायद खेत आएको चाहिँ। हामीहरूको तल जस्तो भयो त है। हामीहरूको तल धुलाबारीमा त बिहान 7 बजीदेखि दिउँसो 12-1 बजीसम्म मात्रै हुन्छ। अन्त छिट्टो सकिएको जस्तो लाग्छ। यहाँ त 10 बजीदेखि 4 बजीसम्म कति ढिलो सकिन्छ। होइन सुरुमा त्यस्तो होइन। हामी चाहिँ अब लोकेसनमा आइसक्यो धान रोप्ने लोकेसन। अन्त फुपा चाहिँ आठ लाउनु हुँदैछ। फुपा खाना ल्याएको गाडीलाई राख्नु। खाना गाडी राखेर खाने भातै खाएको बस्ने हामी रोपेर जानु अरे अलिकति ल। आज हामीहरूको धान रोप्ने जग्गा चाहिँ भालेरोडी बार्नु हुँदैछ। अनि हामी जाँदैछ। म चाहिँ होइन यो खेतमा आएको चाहिँ थुप्रो भइसक्यो 5-6 महिना भन्दा नि धेरै भइसक्यो। अब आज फाइनली खोला पनि हेर्न पाउँछु म चाहिँ। खुसी लागेको छ मलाई। यतिको खुसी चाहिँ लाइफमा इन्जोय गर्नै पर्छ। बाटो चाहिँ यस्तो भइसक्यो अहिले हेर। ट्र्याक्टर कुदेर कहाँबाट बाटो छ भन्दै फुवा अलि परबाट लिनु ल। हामी जाँदैछ। इल्लो छ बाबरी फुलको बोट। यहाँ बनाएकै रहेन नि त यहाँको त। यहीँ बस्ने हो। यहीँ राखिदिउँ। हामी चाहिँ राखिसक्यौँ है। ल खानाहरू चाहिँ ल्याइसकेको हामीले।
फुबा आउनै बाँकी छ अहिले यहाँ सबै के भन्छ हिँड्नु त्यता खै त खोलाइरहेन रोप्नु पर्ने खेत चाहिँ कहाँ कता यता तल के धाएको थियो पानी खेल्न पाएँ है मैले चाहिँ लु भाइ हावा जस्तै मलाई उड्न मन छ हल्झाइ नराख तिमीलाई पनि म बिर्सिदिन्छु मुटु नदुखाइराख यस्तो त हो नि ब्रो हामी यस्तो त हो नि ब्रो यो चाहिँ हाम्रो खोला सर हामी खोलामा पनि आइसक्यो यो चाहिँ निन्दा खोला सुकेर भुरभुट भएछ गाइसहरू यस्तोमा पौडी खेल्न आउने भनेको थियो होइन अनि हामी यस्तोमा चाहिँ के खेल्नु कहिले खोला आउनु भनेको थियो होइन अस्ति त ए पक्री त हो गिर्छ नि चला त्यहाँ अलिक मजाले पक्री यहाँ त्यो एउटा हातलाई चाहिँ पक्रिनु हुन्छ त्यो लुगा मिलाउँ न त हामी चाहिँ खोलामा आइसकेको छु देखियो म अनि खोला गर्नु यस्तो छ खोला तर खोला चाहिँ सुकेछ हो पानी नपरेर हामी चाहिँ अब कहाँ जानु लागेको भन्दाखेरि ऊ त्यो ठुलो ढुङ्गामा जाने कुन गीतमा नाच्दैन सबै उयो चिप्लो रहेछ ढुङ्गाहरू चाहिँ हो यो पलाएछ ढुङ्गामा त्यहाँ अलिक कालो कालो पानी थियो यहाँ अलिक सेतो सेतो पानी रहेछ यहाँ पेमा चाहिँ यहाँ माथि चढिसकेछ पहिले त यो खोला कत्रो ठुलो आउँथ्यो तर्न पनि सकिँदैन थियो वारपार अहिले त सुकिसकेछ खोलाहरू पनि बिचरा अब कसरी अरे फर्काउनु कसरी उल्टो हुन्छ सो हामी चाहिँ खोला आइसकेको छु हामी चाहिँ अनि यहाँ चाहिँ नुहाउने कालो कालो आइरहेको छ त ए राखा चाहिँ अलिक सानो भएछ नुहाउने जग्गा त्यस्तो रहेछ त घाम चल्किरहेको छ पछाडिदेखि यस्तो घाम चाहिँ कसरी रोक्नु हौ यहाँ नुहाउने जग्गा रहेछ नि त सो हामी आइपुग्यौँ स्वार्थ बिनाको माया पो हुँदो रहेछ खास यसो ल मेरी रानी मिठो जिन्दगानी गाडिदिउँ न ए गाडिदिउँ अरे काटिदिउँ न काट्ने होइन फ्याँक्ने अब यहाँनिर रोप्नुपर्छ ए फ्याँक्ने चाहिँ मतलब यो काट्ने भन्दै थिएँ सोध्दा फेरि म काट्छु बिउ काट्नु कि यहाँ फ्याल्नु भनेको आएको तपाईँले औ थुपार्नु अरे लु है खेतमा खुट्टा पनि पस्छ है गाडी है हाम्रो अब हिलोमा
यस्ता रहन्छन् हिँड्नै सकिँदैन त म त हिलोले उतै उतै तान्दैछ मलाई लु झ्याप्पै ब्राइटनेस कम भयो है माथिको झ्याप्पै कम भयो नि हौ अनि फेरि झ्याप्पै यति बढ्छ गर्दै गर तल्लोमा कि यसमा यो बनाएकै छैन तल्लोमा परेछ त्यहीमा अझै बिउ त पुग्दैन होला त त्यहाँ त ल्याउनु पर्छ यतिको चाहिँ हुनु पर्यो नि त अब के अरे धान रोप्न आएपछि हिलोमा खेल्नु पाएपछि अब ऊ त्यहाँबाट फेरि बिउ लिन जानुपर्छ ऊ त्यहाँबाट मेरो पाउजु चाहिँ यहाँ सुरक्षित बसिरहेको छ हो अहिले त लाई फेरि यस्तो हिलो बाटो छ हो प्रेमाले दुईटा हातमा त्यस्तै हुन्छ काम गर्न आउँदा सुरुवाल लाएर आउँदा हाफ प्यान्ट पो लाएर आउनुपर्छ त हाफ प्यान्ट यस्तै छ होइन यहाँ छ धानको मुठाहरू त्यहीमा ऊ त्यहाँ चाहिँ यस्तो गाडीमा खुट्टा गोच्छ ल यहाँ राखेर यस्तो झटाएर हान्नुपर्छ यो बिउलाई त्यहाँनिर है पेमा बल लगाइ बिउ फाल्दैछ एउटा यहीँ होस् ल यहाँ पनि छ तीनटा छ कति चिसो पान्छ यार खानु पर्ने खालको अहिले चाहिँ होइन अहिले चाहिँ पुरा अलिक हावा चल्दैछ माथिको ब्राइटनेस अलिक कम भएको छ अनि कतिखेर चल्नु सक्छ यता छ खोला अब हामी चाहिँ यही गराबाट स्टार्ट गर्नेछौँ धान रोप्न फुपूले आँसुले भन्नुहुँदै थियो कि तलको गराबाट रोप्नु तर अब हामी चाहिँ यही गराबाट रोपिदिन्छौँ अघि गरेको ल मान्छे धान रोप्न स्टार्ट गऱ्यो है त गाइज
धान चाहिँ यसरी रोपिन्छ। तपाईँहरूलाई आउँदैन भने ट्रेनिङ लिन आउनु सक्नुहुन्छ। यहाँ चाहिँ मैले कस्तो धान रोप्दै एउटा खेत रोपिसक्यो। अहिले चाहिँ धान रोप्दैछ। यहाँ हुनुहुन्छ हाम्रो पेमा दिदी, ल्याउनुहोस्। ए हात खुट्टा त पखाल्नु पर्यो होला नि त। यहाँ गएर पखाल्छु कुलोमा। यहाँ लातेर भक्कु हिलो खेलेर आइस। यता हुनुहुन्छ हाम्रो दुईजना आन्टीहरू केटाला। त्यही हो होइन, म घर गएको अब बाँकी भ्लग पेमाले गर्छ। म घर गएको ल। गाइस देख्न सक्नुहुन्छ भिजेर सबै पानी परेर।
यस्तो भइरहेछ बल्ल आइपुग्यौँ है हामी चाहिँ घर अब भिजेर लुत्रुकै छ पानी परिरहेछ त्यही भएर मैले आउँदा भिडियो नबनाएको भगाउ रहेछ आइज लु यस्तो भइरहेछ मेरो खुट्टाको हालत देख्न सक्नुहुन्छ यस्तो छ अनि मेरो कस्तो कमलो हात थियो होइन कस्तो भइरहेछ होइन अनि मेरो नङदेखि आरिस गर्ने मान्छेहरू चाहिँ यहाँ आएर मेरो नङ चाहिँ सबै गयो सबै नङ भाँच्यो म चाहिँ होइन म चाहिँ बिहानै घर आएको अनि म त बिन्दास सामान पनि नलिआएछ जस्तो झोला म त केही नलिआएको कि एक्लै लन्ठङ ल्याएको म चाहिँ यस्तो भिजिसकेँ यहीसम्म भिडियो चाहिँ अनि बाई बाई